हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिकै छु। सबैजनालाई ह्याप्पी दसैँ। सबैजना दाजुभाइ दसैँको धेरै धेरै शुभकामना। सबैलाई खुसी सुखी स्वास्थ्य व्यस्त अनि मस्त रहनु होला। मेरो तर्फबाट म चाहिँ बिहान उठेर नुहाइ गरेर सब खानाहरू पकाएर 5-6 थरी है अनि रेडी भएर पनि आइसकेँ। यहाँ चाहिँ केटाकेटीहरूले आमालाई टिको लगाइ ल बाबुको पालो अब जाऊ जाऊ मान्छे ए आज रिसाउनु हुन्न दसैँको दिन मेरो छोरो जाऊ भनेर आज आमाको ठुलो मान्छे कोही नभएर अनि बाबु दादी टिका लगाइदिँदैछन्। देऊ आमालाई नमस्ते गर जिउ गरिदेऊ आमालाई टिका लगाउनको लागि। अब त्यसपछि पालो केटाकेटीको दाइ दिदीलाई अनि त्यसपछि हामीलाई अनि केटाकेटीलाई सबैजनाले पालो टिका लगाउँछौँ र दसैँ मनाउँछौँ। दिदीको कोठा आएर त ल मम्मी बिगारिदिनु भयो मम्मी का आए लाइदेऊ टिका फोटो गरिदेऊ के भिडियो बनाइदेऊ ल दिनु भिडियो नबोलौँ न त्यस्तो डिस्कस नगरौँ न। अङ्कल आन्टीलाई आज पालो आउँछ क्या नमस्ते खोइ हातले खोइ आशीर्वाद दिएको भाइलाई तिम्रो होइन के नमस्ते बाबु जिउ गर दिदीलाई
जिउ गरिदेऊ दिदीलाई स्याबाल यहाँ बिर्सेर आत्तिएको कति हो नि त फेरि हिँड्न फेरिको टाढा गरे उहाँ सबै अरू लगाइदिएको बिर्सिन्छ कि मेरो यतापट्टिको साइडमा भएन चाहिँ लगाइदिनु यहीँसम्म लाउँछ हो यस्तै हो खिचेको मैले मिठो मिठो खाना पकाएर खुलाए अचल चिकन चिल्ली बन्द भएछ त फेरि कन्टिन्यू गरे आज साँझ पक्का खुलाए मम्मीलाई ढोग्ने होइन अङ्कल सस्ता हान्नु न मैले अङ्कल भनेपछि बुझ्नु है दुइटै बनिरहेको महादेव सर्ट नहर के मलाई सहा शर्मा नेता हेर हेलो हेलो गाइज माइत हिँडेको छौँ दिदीको माइत टिका लाउनलाई गाइज एकदम टाढा 2 मिनट आइन्छ बाइकमा आउन मिल्छ 6-6जना त्यसरी टोलको चाहिँ 4जना रहेछौँ हामी यो गाइज हामी ओहो नि शर्मिष्ठा त हिरोइन भइछ है समर लाग्ने मात्र हजुर यहाँ भिडियो गर्नु भएको के यति बनाए त होला नि आन्टी Ani. Sorry. Ya no. Nani? दिदीले बिना चाहिँ तपाईँ नि सबैको साली बनी Chico call.
मेरो जस्तो गालामा कसैको पुगेन। योभन्दा धेरै ज्ञानी हस् भन लौ नमस्ते भन नमस्ते कति मैले ब्याकग्राउन्ड बिगार्यो माथि बस्छ न माथि एकैचोटि हो न भान्जालाई लगाइदिनु अनि हामी लाग्छ यही बसाइमा होइन कहाँ खुट्टा ढोग्ने र हजुरआमा र मामा घरको हजुरआमा खुट्टा ढोग्ने होइन मा Papalnya mau apa aja juga ल अब छिटै अब पार्टीमा जान पाइयोस् नन्द बन्न पाइयोस् अङ्कल bisa dibantah nggak? Ini sekali kita Salman. Kagak. भान्जाले मात्र सुन्ने गरी अरे कसैले सुन्ने होइन एउटाले गाडी सबै राख्नु आमा को की मशीन चाहिँ भयो आमा को त ढाके छ तिमीहरु अहिले आचार्य राखिसकेर तिमीले सुन्नु थाल्छौ
बाबाको निस्केको सबैको सेम सेम होइन आफ्नो जस्तै भयो अरे केही देख्दैन बाबु त्यहाँबाट हट ल हस् भन लगाइदिनु भयो कि हस् भन सबैले पहिला दिदीहरूलाई लगाइदिने गर्नुभएको त्यही गर हो कि आज दसैँ हो नि भोलि लाउन पाइन्न क्या टिका आज यो लाउने आज दसैँ हो त अनि दसैँको दिन लाउनु परेन भोलि त होइन आज यो भोलि त यही यो दसैँ के हो नि केही न केही भोलि के डे भोलि फ्राइडे हो फ्राइडे आज दसैँ आज दसैँ डे हेर न फर्स्ट डे आज अब नदिनु उसलाई अब त्यहाँ डा भइसक्यो नि त उता अब नदिनु अरे ल चारवटा नमस्ते भन ल बाबुले शर्मानले जिउ गर जिउ गर उताबाट पो राम्रो आउँथ्यो उताबाट खिच्नु खै आशीर्वाद दिनु बाबुलाई मनमा रहेछ प्राइज पाउनु पर्यो अरे आफूले पाइराख्ने हो नि त हस् भन संविधाले लगाइदिए भाइलाई बिसिकेर लगाइदिए छैन नि भाइलाई ठिक लगाइदिस् लगाइदिएको हो र मैले थाहा पाइनँ नदेखेर ए तीनजनाको पारी दुईजनाको यहाँ तीन पारी दुई
आउँछ के अहिले झ्याप्पा हाँक्नु त्यो आमाले पहिले डिसाइड गरेर भन्नुहुन्छ ठ्याक्कै जानु प्रमोसन होस् सिओसम्म पुगियोस् निरोगी होस् होस् भनेको त्यो के गुप्लेसिङ के कतिको चाहिने त्यही हुने नि खुसी कुरा भन्ने खालका सबैले छिट्टै सुन्न पाइन्छ के हो होइन एक खाले बाडी हुन्छ दुई खाले बाडी चाहिँ केही पर्दैन तर सुन्न पाइन्छ खुसी लाग्यो जुन भयो नि जागिर खाले बक्कै होस् जागिर खाले पहिला होस् अर्को दोस्रो हजुरलाई किन चाहियो त सारा संसारले देखियो नि त युट्युबमा आउँछ मजाले आइरह ल तपाईँ मस्त हाँस्नु हाँसी चाहिँ खिच्नु न सिरियस नहुनु न हाँस्नु हँसाउनु दुईटा क्यामेराम्यान छ फोटोग्राफर छुट्टै भिडियोग्राफर छुट्टै हाम्रो उल्टो भने रहेछ अलिकति उतापट्टि गएछ क्या त्यो ज्योतिषीले पाइन्छ कल्ती टक्का खाएर सम्झना मजाले पुग्छ भनेको शरीरलाई तर यो भन्दाखेरि अलिक उल्टो भएछ हिनाजुको खल्ती टक्का के भन्नु पर्दो रहेछ जागिर पाएको सुन्न पाइयो खुसी खबर त त्यही खुसी खबर सुन्न पाइसक्यो भन्नु न त्यही जागिर नसोच्नु पहिला भाइले लगाइदिन्छ क्या आफ्नो दिन्छ पहिला पहिला दिन्छ बिस्काल लगाइदियो काली कपाल सर्वन तिमी लगाइदेऊ भयो सम्मिना ए जमरा
जानिहन् के तिमीले त दक्षिणा अब दक्षिणा अब ल ल बहिनी लौ भन बहिनी लौ भन बहिनी नमस्ते गर ल नमस्ते गर बहिनीलाई जिउ गरिदेऊ जिउ गर के बहिनीलाई खोइ टिकै लगाइदिने निले त शर्माले त टिकै लगाइदिने टिका लगाइदेऊ ए ल जिउ गर अब जिउ गरिदेऊ जिउ गरिदेऊ ल खुट्टी दिए नि हुन्छ हात दिए नि हुन्छ